तपाईको पार्टीमा चाहिँ विधि चाहिँदैन? कस्तो भन्नाले विधि छ नि किन तपाईले मेयर पनि तोक्दिने यहीँबाट कुनै विधि कसले नचाहिने? तोक्ने त त्यो त मेरो घरभित्रको कुरा अनि तपाईले तोक्ने हो त पार्टीको विधि हुन्छ होला नि। तेरी कस्तो कुरा मैले मलाई तोक्न दिनुस् भनेको छैन। पत्रकारले तोक्ने अथवा कोही कसैले तोक्ने हो त त्यो त विधि हुन्छ। होइन नि पार्टीको बैठक हुन्छ होला। जित्नेमा एकजनालाई सुन्नु न एकजनालाई वचन दिनुभयो, सुन्नु न पछि अर्कोलाई तोक्दिनु सुन्नु न भयो, उहाँले त्यस्तो होइन पार्टी छोडेर जानुभयो। त्यो चुन्ने निर्णय चाहिँ मैले गर्छु क्या मेरो पार्टीमा मलाई मन लागेको मान्छेलाई मैले टीका लगाएर तपाईँ उम्मेदवार भनेर पठाउन पाउँदिनँ। मेरो पार्टीभित्र प्राइमेरी हुन्छ, प्रारम्भिक निर्वाचन हुन्छ, जनताले नेता छान्छन्, त्यस पछाडि मात्र ऊ चुनावमा उठ्न पाउँछ। कुनै अमुक नेताको घरको चाकडी गर्ने होइन, जनताको सेवा गर्ने मान्छे मात्र उम्मेदवार बन्न पाउँछ। नेपालको कुनै पनि राजनीतिक दलमा यो व्यवस्था छैन। म त्यस कारणले फरक छु। मेरो राजनीतिक दलमा एउटा पदमा एउटा मान्छे महाधिवेशनपछि 2 कार्यकाल भन्दा तेस्रो कार्यकाल काम गर्नै पाउँदैन। देयर इज समथिङ सच थिङ्स कल्ड रिटायरमेन्ट इन पोलिटिक्स एज वेल। हाम्रो पोलिटिक्समा चाहिँ रिटायरमेन्ट हुन्छ। हामी चाहिँ हिँड्नै नसक्ने गरी राजनीति गर्नुपर्छ भन्ने विश्वास राख्दैनौँ। 2वटा कार्यकाल भन्दा बढी गर्न पाइँदैन। मेरो पार्टीमा अरू दलका पार्टीमा भन्दा फरक छ। मेरो राजनीतिक दलमा कार्यकर्ताहरू हुँदैनन्, बरु भोट हाल्न पाउने सदस्यहरू हुन्छन्। मेरो राजनीतिक दलमा कोही पनि मेरो पछि या कुनै नेताको पछि लाग्दैनन्। हामी सँगसँगै हिँड्छौँ, कसैको पछि लाग्दैनौँ। हामी त्यस कारणले फरक छौँ। मेरो राजनीतिक दलमा कुनै पनि भातृ सङ्गठनहरू हुँदैनन्। विद्यार्थीको सङ्गठन, महिलाको सङ्गठन, दलितको सङ्गठन, किसानको सङ्गठन, मजदुरको सङ्गठन, कुनै पनि भातृ सङ्गठन मेरो राजनीतिक दलमा छैन। बनाउन पनि कहिले पनि पाइँदैन। मेरो पार्टीमा परिवारको सदस्य भएका कारणले कुनै पद पाइँदैन। एउटै परिवारको सदस्य पार्टीको एउटै समितिमा मेरो पार्टीभित्र बस्न पाइँदैन। यो खिलाफ हो। तपाईँले नाम लिएका कुनै पनि दलको नेताको पार्टीमा यो व्यवस्था छैन।